नमस्ते, मैं कैलाश बाग आणि मेरो श्रीमती मेन्दो सांगबो। हामी दुईटा आज मनको कुरा गर्दै छ, खास गरी मेरो मनको कुरा। मेन्दोको मनको कुरा त युट्युबमा छ, तर मेरो मनको कुरा म गर्छु। अनि अहिले मेन्दो यो मेरो श्रीमती हो, मेन्दो सांगबो। तपाईँलाई के भन्न चाहनी हो? ल भन्, के पनि भनेन, म भन्छु। ल ल तिमी जा, म एउटा कुरा गर्छु। ल ल तिमी जा, ल बाइक है, तिमी बाइक है। ल मेरो कुरा म गर्छु है। ल यस्तो छ जिन्दगीको कुरा के, जिन्दगीमा मान्छेको भरोसा हुँदैन। मान्छेको भरोसा मतलब पैसाको लागि होइन, पैसाको लागि त भरोसा हुँदैन, त्यो त सही कुरा हो। आफ्नो जानको कुरा, मान्छे कहिले भिसा टिकट माथिबाट आउँछ भगवान्बाट अनि माथि उड्नुपर्छ, त्यो कुरा कसलाई पनि थाहा हुँदैन। त्यसको लागि मान्छेको जीवन एकदम अनिश्चित छ, भेरी भेरी के भन्छ त्यसलाई, अनसर्टन लाइफ। किनकि मैले आज मेरो श्रीमतीको बहिनी बिरामी थियो, उनीसित कुरा, त्यो एउटा मिसाल मात्र हो कि, तर त्यस्तो कुरा त्यस्तो अवस्था सबैसित हुन सक्छ। उसको श्रीमान, उसको बुढा बित्यो, अहिले बिरामी छ। त्यो मेरो श्रीमतीको बहिनी मतलब मेरो साली बिरामी छ, अनि उसको छोरा छोरी सबै छ, तर टाढा छ। आफ्नो पेटको लागि, पैसा कमाउनुको लागि घरमा छैन, सबै टाढा छ। सबैको जिन्दगीमा त्यस्तै हुन्छ। छोरा छोरी उमेर भएपछि, तन्दुरी भएपछि उनीहरू आफ्नो जिन्दगीको लागि कमाउनु जानुपर्छ, टाढा जानुपर्छ, आफ्नो देशमै काम गर्नुपर्छ, कहिले कहिले विदेशमै जानुपर्छ। त्यस्तो अवस्थामा बुढाबुढी, आमा बुवा एकदम लावारी जस्तो हुन्छ। अहिले यो मेरो श्रीमतीको बहिनीको त बुढा पनि छैन, उसलाई हेर्नेले को पनि छैन, खाजा खिलाउने को पनि छैन। त्यस्तो अवस्था कसको पनि आओस्, त्यो कुरा गर्ने बेलामा मेरो अर्को पनि साला थियो, अर्को पनि साली थियो, चारजना हामी भिडियो कलमा कुरा गऱ्यो। अनि त्यो बेलामा मेरो मनमा एकदम टेन्सन भयो। त्यो मेरो सालीको अवस्था हेरेर, बिरामी छ, बुढा छैन, छोराछोरी एकदम टाढा कामको लागि गएको छ, घरमा को पनि छैन, खाजा खिलाउने, दवा खिलाउने, सोध्ने, सोधपुछ गर्ने, माया गर्ने को पनि छैन। त्यस्तो अवस्था हेरेपछि मलाई टेन्सन भयो। के टेन्सन भयो? मान्छेलाई त सबै कहिले न कहिले मर्नै पर्छ, बाटो त एउटै हो, हामीलाई सबैले मर्नुपर्छ। त्यही जिन्दगीको ग्यारेन्टीको कुरा के हो? एउटा कुरा त कि मान्छेलाई मर्नै पर्छ, अनि त्यो मान्छे हामीले सबै थाहा छ कि हामीले एक दिन मर्नै पर्छ। तर मरेपछि, बुढा मरेपछि श्रीमतीलाई कसले हेर्ने? यसको लागि मलाई टेन्सन आयो। म मरेपछि मेरो श्रीमतीलाई कसले हेर्ने? ठिक छ, छोरीहरू छ, छोरा त सबै छ, इष्टमित्र छ, नाताहरू छ, सबै दुनियाँ संसार छ, तर उनीहरू आफ्नो नाताहरू, आफ्नो खानदान सन्तान, भाइ बहिनीहरू, आफ्नो छोराछोरीहरू सबै आफ्नो आफ्नो जिन्दगीमा बिजी हुन्छ। उनीहरूलाई धेरै समय आफूसित बस्न सक्दैन। एक दिन, 2 दिन, 1 हप्ता, 15 दिन, 1 महिना, बढीमा बढी 1-2 महिना, त्यतिसम्म साथमा बस्न सक्छ। हामी बिरामी हुने बेलामा धेरै समय त बस्न सक्दैन। कहिले कहिले त उनीहरू आउँदैन, उनी आउन सक्दैन, किनकि काममा बिजी हुन्छ, आफ्नो परिवारमा बिजी हुन्छ। उनीहरूको दोष छैन, जिन्दगी त्यस्तो हो। त्यो कारणले टेन्सन आयो मेरो। मैले साललाई सोधा तेरि कि यो सालीको बिरामीको कुरा हेर्दा मलाई टेन्सन भयो कि भगवान् नगरोस्, भन्न त सबैले हो, म पनि मर्छु कहिले न कहिले। म मरेपछि मेरो श्रीमतीलाई कसले हेर्ने? उसको खानदान थुप्रो छ, भाइ बहिनी, दिदी, छोरा छोरी, कति छ, कति। तर त्यस्तो दुःखको बेलामा कसले पनि आउन सक्दैन। किनकि जस्तो मैले अगाडि भनेको बेलामा सबै आफ्नो जिन्दगीमा बिजी हुन्छ, आफ्नो परिवारको समस्यामा बिजी हुन्छ, आफ्नो लाइफ, आफ्नो जिन्दगीको समस्या, दुनियादारीको कुरामा बिजी हुन्छ। आफ्नो छोराछोरीलाई पाल्ने, आफ्नो बुढालाई हेर्ने, आफ्नो
घरलाई हेर्ने त्यसमा उनीहरू बिजी हुन्छ। त आफ्नो आमा बुवालाई उनीहरू हेर्न सक्दैन। अनि बुढा मरेपछि श्रीमतीको अवस्था एकदम नराम्रो हुन्छ। त्यसको लागि मलाई एकदम टेन्सन आयो कि मैले मजाकमा उनीहरूले मैले भन्यो कि त्यो आइमै बिरामी हुने बेलामा गाउँको मान्छेहरूलाई उसले हेर्नपर्छ। बिरामी त सबै हुन्छ कहिले न कहिले, त्यसको लागि। तर अहिलेको जमाना यस्तो छ कि थाहै हुँदैन। मोबाइल छ, सबै छ, इमो छ, टिकटक छ, फेसबुक छ, व्हाट्सएप छ, इन्स्टाग्राम छ, सबै कुरा छ। संसार जो माध्यम छ कन्ट्याक्ट गर्नको लागि, आफ्नो के भन्छ त्यसलाई, कम्युनिकेसन गर्नको लागि, आफ्नो खबर दिनको लागि सबै कुरा छ। त्यो भएपछि पनि मान्छेको खबर कसलाई पाउँदैन, किनकि सबै आफ्नो आफ्नो जिन्दगीमा व्यस्त छ। अनि छिमेकी घरमा को बिरामी छ हामीलाई थाहै हुँदैन, हामी वास्तै गर्दैन। त्यो सबै साथ त्यस्तै हुन्छ। त्यो कारणले मान्छेहरू एकदम लावारी जस्तो हुन्छ। रिस्ता, इष्टमित्र, छोराछोरी, नाता नाति, खानदान सन्तान भए पनि मान्छे लावारिस हुन्छ। किनकि सबै आफ्नो आफ्नो जिन्दगीमा दुनियादारीमा बिजी हुन्छ। टाइमै छैन, पैसा छैन, के पनि छैन, गर्नै सक्दैन। त्यसमा टेन्सन आउँछ। त्यसको लागि मैले भन्यो मेरो बुढी अगाडि मरेपछि मेरो आत्मा उनीसित हुन्छ। अनि कसले हेर्छ हेर्दैन त म हेर्छु। उसले हेर्नै पर्छ मेरो बुढीलाई। म मरेपछि उसको मलाई थाहा छैन कसले हेर्छ हेर्दैन, मलाई थाहा हुँदैन, तर आत्मालाई त थाहा हुन्छ। अहिले समस्या पनि त्यस्तै हो, कलियुगको जमाना हो। त्यो फिल्ममा पनि त्यस्तो डायलग हुन्छ कि अहिलेको जमानामा कोसित पनि हामी विश्वास गर्न सक्दैन, कि कसलाई साथ दिन्छ कसलाई साथ दिँदैन, हामीलाई थाहा हुँदैन के। किनकि भविष्यको कुरा कसलाई पनि थाहा हुँदैन। हामी त देवी देवता छैन। हामीलाई सङ्कटको बेलामा, बिरामी हुने बेलामा, हामी बुढा भएपछि हामीलाई कसले साथ दिन्छ कि दिँदैन अहिले हामी भन्नै सक्दैन। हामी त्यो कसलाई नराम्रो कुरा गर्ने त्यो उद्देश्य छैन के, त्यस्तो मेरो मन छैन। तर यो वास्तविक कुरा हो, यो रियालिटी हो। छोराछोरी विदेशमा हुन्छ, टाढा हुन्छ, खानदान सन्तान आफ्नो आफ्नो समस्यामा बिजी हुन्छ। त बुढाबुढी बिरामी भएपछि एकदम सिकिस्त कसले पनि हेर्न सक्दैन। मन भए पनि हामी हेर्न सक्दैन, आफ्नो समस्यामा सबै बिजी हुन्छ। त्यसको लागि उपाय के छ? उपाय एउटै हो, बुढाबुढीलाई एकदम अनलिमिटेड बुढालाई बुढासित माया गर्नुपर्छ, बुढालाई बुढासित माया गर्नुपर्छ। दुनियाँ संसारमा को पनि पर्फेक्ट मान्छे हुँदैन। सबै मान्छेमा, चाहे वो आइमै हो चाहे वो त्यो मान्छे हो, के न के खराबी हुनै हुन्छ सबै मान्छेमा। हामीहरू मसित पनि मेरोमा पनि के न के खराबी होला, मेरो पनि के न के कमजोरी होला। हामी मान्छे हो, पर्फेक्ट हुँदैन। हामी देवता भगवान हुन सक्दैन। त्यसको कारण सबै मान्छेमा, सबै आइमाईमा, सबै बुढाबुढीमा के न के खराबी हुन्छ, के न के कमजोरी हुन्छ। त त्यसलाई हेर्न पर्दैन। त्यसको लागि माया गर्नुपर्छ। बुढालाई बुढीसित, बुढीलाई बुढासित, श्रीमानलाई श्रीमतीसित, श्रीमतीलाई श्रीमानसित। किनकि मर्ने बेलामा, बिरामी हुने बेलामा आफ्नो श्रीमानले श्रीमतीलाई हेर्न सक्छ, श्रीमतीलाई श्रीमानलाई हेर्न सक्छ। अर्को छोराछोरी, नाता नाति को पनि हुँदैन। यो रियालिटी हो, यो वास्तविक कुरा हो। छोराछोरी नानी हुने बेलामा साथमा हुन्छ। 15, 16, 15 वर्ष भएपछि उनीहरूले कहाँ उठ्छ कहाँ हामीलाई थाहा हुँदैन। हाम्रो कुरा उनीहरूले मान्दैन। अहिले मोबाइलको जमानामा, सोसल मिडियाको जमानामा त्यो बच्चा केटाकेटीसित टाइमै हुँदैन। त्यो उनीहरूले त्यो रिल बनाउने, भिडियो बनाउने, के दुनियादारी गर्ने उसमै बिजी हुन्छ। आफ्नो आमा बुवासित कुरै गर्दैन उनीसित समय हुँदैन, उनको इच्छा हुँदैन। किनकि उनीहरूको दुनियाँ संसार अर्को छ। कति लाइक पाउँछ, कति भ्यू पाउँछ, कति मेरो फेसबुक इन्स्टाग्राममा टिकटकमा मलाई फलोवर मिल्छ, कति भ्युज पाइन्छ, कति पैसा मिल्छ मलाई। त्यसमै त्यो अहिलेको जमानाका
केटाकेटी बिजी हुन्छ, केटाकेटीलाई छोराछोरीलाई आफ्नो आमा बुवाको माया हुँदैन। दुनियाँ संसार बदली भइसक्यो, कलियुग छ। त्यसको लागि त्यसको कारण बुढा भएपछि बुढाबुढीसित कोपन हुँदैन, एक्लै हुन्छ, लावारी जस्तो हुन्छ। त्यो कारणले टेन्सन भयो। त्यसको लागि म कहिले कहिले भन्छु त्यो हिन्दू फिल्मको डायलग, भला है बुरा है जैसा भी है मेरा पति मेरा देवता है। किनकि अहिलेको जमाना पैसाका जमाना हो, ना बीवी ना बच्चा, ना बाप बड़ा ना भैया। द होल थिंग इज दैट कि भैया सबसे बड़ा रुपैया। तपाईँ हामीसित पैसा भएपछि मात्र छोराछोरी साथमा आउँछ। आफ्नो दिदी भाइ बहिनी आमा बुवा मामा मामी काका काकी आसाङ आसु अनि हामीसित पैसा भएपछि मात्र हामीसित हेर्न सक्छ। त्यो उनीहरूलाई गलत हो त्यस्तो भन्ने इच्छा छैन कि अहिलेको जमानै त्यस्तो हो। सबैभन्दा ठुलो पैसै हो। त्यसको लागि बुढाबुढीले हमेसा आफ्नो साथमा रहनुपर्छ। झगडा गर्न सबै घरमा झगडा हुन्छ, बुढाबुढी आफ्नो जिन्दगीमा झगडा हुन्छै हुन्छ, त्यो त राम्रै कुरो हो। खाना मिठो खाए मात्र हुँदैन, अलिकति पिडो हुनु पऱ्यो। तर धेरो पिडो खानु हुँदैन, जुलाब हुन्छ, डिसेन्ट्री हुन्छ। त्यस्तै जिन्दगीमा अलिअलि झगडा त हुनैपर्छ, त्यसमै माया बढ्छ। तर धेरै झगडा हुन राम्रो हुँदैन। त्यो तलाकको कुरा अहिले सबै संसार जमानामा सब संसारमा त्यही हो, तलाक तलाक तलाक। त्यस्तो जिन्दगी हो? हामी कुकुर बिल्लीको जस्तो हामी जिन्दगी बिताउनु सक्छ? एक बिहा, दुईवटा बिहा, तिनवटा बिहा, चारवटा बुढी, चारवटा बुढा, त्यस्तो जिन्दगी हुन्छ? कहिले हुँदैन। हाम्रो समाज बिग्रिन्छ, बच्चा बच्ची लावारिस हुन्छ, उनीहरू इलिगल केटाकेटी हुन्छ, उनीहरूको बुवा कहाँ छ आमा कहाँ छ थाहा हुँदैन। त्यसको लागि बुढाबुढीले आफ्नो जिन्दगी मायामै बिताउनु पर्यो। किनकि मर्ने बेलामा बिरामी हुने बेलामा कोपन आउँदैन। आएपछि जस्तो अघि नै भन्यो, एक दिन दुई दिन एक हप्ता, त्यसभन्दा माथि बस्दैन, उनीहरूलाई साथ दिन सक्दैन। यो दुःखको कुरा हो, तर वास्तविक कुरा हो। यो कुरा सबैलाई बुझ्नुपर्छ। धन्यवाद।